तल ठाडो कैसीमा बढी बोग्यो कि माथिल्लो होइन ठाडे खोलामा चाहिँ बढी आइयो अनि पछि माथि खोलेपछि चाहिँ माथि पनि चाहिँ बोक्यो 1 वर्ष जस्तो बोग्यो क्या नि। बन्डरमा गाडी हिँडेपछि त आयो नि क्या पछि आएको त्यो गाडी त बन्डर र शिवलाईबाट चाहिँ बोकेछ है शिवलाई त धेरै पछि आएको त मैले 3 वर्ष बोक्यो जिरीमा एउटा फाल्टो जर्मनी भेटेपछि जिरी गएको मान्छे ढाकामा बेटिङ बोकेर आएको पैसा पड्किएपछि त्यहाँबाट त बारीबाट छोडेर ट्रेकिङ त लागेको त्यसै कारण ट्रेकिङ चाहिँ पड्केको माथि के बोकिरहन्छ। अनि भनेपछि जिरी नाम्चे चाहिँ कहिलेदेखि बोक्नुभयो कति साल याद छ हामी त 36 सालदेखि हो 36 सालदेखि 35 सालमा त लामसाङहरूमै जानु पर्थ्यो अहिले हामी यति 5 जना गयो भने त एउटै गाउँ हो भने 1 जना त कपडा र खानेकुरा बोक्नु पर्छ भारी कुरो हुन्थ्यो ओर्ने ओछ्याउने बाटो पनि घाम सबै जिरीबाट नाम्चे आउनेले 2 पाथी चामल बोक्नुपर्छ अनि खाजा अनि 15 किलो त आफूको हुन्छ त्यो माथि क्यासेट गन्काउँदा के गर्दाखेरि 30 किलो त आफूको पुग्छ तल पाउने चाहिँ 120 गर्दाखेरि त खानेकुरा त अलिक गर्छ हल्का हुन्छ है भनेपछि कति किलो हुन्थ्यो तपाईँको भारी सहित अनि त्यो ओर्ने वजन हिसाब गर्दा त धेरै पुग्छ पछि चाहिँ होटल खोलेपछि बोक्नु परेन र नि रासिङ त अनि के अरे त्यतिसम्म जोर्सले पुग्नेसम्म त बोक्नु पर्यो जोर्सोले पुग्नेसम्म रासन चाहिँ बोक्नु मात्रै किरायमा पकाएर दिँदैन अनि यहाँ त हिटमा हामीले यो बाटो हिँड्दाखेरि पनि 70 रुपियाँ लिए क्या तल तपाईँले त्यो चिन्छ होला सुपारीको बुढी त्यो अमृत बस्नेमा 70 रुपियाँ लिँदा खाना यसरी खाँदा पो 50 रुपियाँ किरायमा 70 रुपियाँ त्यति त भएन भनेर रानी त्यहाँबाट चाहिँ होटल खानु थाल्यो गराउँछ हिमालयनतिर बनाउँदा अनि कमाइ चाहिँ कति हुन्थ्यो दिनको गरी त राम्रै हुन्छ अब त्यो त अब पहिलाको 1500 छ भने त अहिले त 45 4000 5000लाई जित्छ नि होइन महँगो छ त हामी भर्खर खुम्बुटेक आउँदा त दिनको 10 रुपियाँ त थियो 10 रुपियाँ दिनको खुम्बुट्रेक आउँदा कति वर्ष अगाडि अनि पो त्यो 39 सालतिर हो 39 सालमा 10 रुपियाँ दिनको रुपियाँ त्यो पनि खाएर अहिलेको जस्तो ऊ कहाँको सलाई र त्यो सलाई त कहाँ हुनु त्यो मचिस खुकुरी यसरी खुकुरी बोकेर कर्ता छैन भने भकाइ यो पिठो हुनु पऱ्यो कि भकाइ हुनु पऱ्यो त खासमा आगो पानी ढुङ्गामा त्यो यस्तो दर्शिङ ढुङ्गा झुप्पा हुन्छ अनि त्यो 3टै मिलाएपछि चाहिँ अनि त्यहाँबाट शीघ्र चुलो राख्ने एउटा कर्द चाहिँ चकमा आगो पार्ने ढुङ्गामा आगो पार्ने दर्शिङ ढुङ्गा क्या दलसिङ ढुङ्गा हो दर्शिङ ढुङ्गाको ठाक ठाक गरेपछि यहाँ छलेल बल्छ अनि बोलेपछि चाहिँ अनि आगो पुग्नुपर्ने टिम आगो उत्पन्न हुन्थ्यो अनि सलाई त्यो बेला सलाइको चलानै छैन छैन त्यो 3टा छैन भने भोकै हिँड्नुपर्छ काँचो खानेकुरा बोक्यो भने चाहिँ होइन मकै पिठो सादो छैन भने चाहिँ अनि कहाँ भाँडा कुरा छ तप्किया बोक्यो अनि त्यो साथीसँग मिल्यो भने अलिक भरि नि बोक्छ नभए चाहिँ एउटा तप्कियामा तरकारी सरकारी सबै यो चामल चाहिँ नुनको गन्धले पाक्दैन कोही बेला काँचो खाएर हिँड्नुपर्छ तपाईँको नाम चाहिँ के हो रे तेम्बा शेर्पा तेम्बा शेर्पा अहिले त कति वर्ष पुग्नुभयो तपाईँ म 72 लाग्यो 72 लाग्यो है अनि अहिले पनि काम गर्नुहुन्छ अहिले पनि के बोक्नुहुन्छ तपाईँ हेलिप्याडको सामान ल्याएर हेलिप्याडबाट भैजेतिर पो गएको 6-7 कति 400 हजुर 100 रुपियाँ ढेरोमले अनि खानासाना गरेर कता पुग्यो ल्याइदिए अहिले मैले हेरेको पैसा दिएको अनि तपाईँलाई यस्तै छ मान्छे तर तपाईँलाई हाम्रो देश कस्तो जस्तो लाग्छ राम्रो छ कि नराम्रो छ कि कस्तो छ हाम्रो ठाउँमा
हाम्रो ठाउँमै हावा पनि राम्रो छ नि हावा पनि राम्रो छ है। अर्काको ठाउँमा एकछिन पैसा भङ्लाउ मङ्लाउ देख्छ फदक कुदो हुन्छ नाल पलेको जस्तो हुन्छ किन खन्दिनु हुँदैन क्या अहिले पहिला हाम्रो बाजेहरूको पालामा जुजु बाजेको पालामा बाजेहरू खप्दैन बाजेको पालामा बाउहरू खप्दैन अहिले बाउहरूको उयोमा हामी खप्दैन हामीभन्दा अब नाति पलान्दाहरू 70 वर्ष पुग्यो भने 100 वर्ष पुग्यो जति हुन्छ हो किन त्यस्तो भएको होला? बस्दिने नि ताकत छैन नि बढी ताकत जस्तो छैन। केमिकलको खाना खानाको र बढी हुन्छ त्यसले गर्दा ताकत हुँदैन क्या त्यो ब्रोइलर कुखुरा जस्तै हो क्या उहिले हामी काठमाडौँतिर जाँदा त त्यो त बत्तीको चलनै थिएन हामी सानो सानो सम्झना हुँदा यदि बाउहरूसँग जाँदा लामो साँगुरसम्म त खुट्टाले रेप्दै लामसाङसम्म लामो साँगुर त तपाईँ हिँड्ने नि क्या हामीले धेरैचोटि गयो न गएको थियो दाइले 25 रुपियाँ धाने लामसँग बाटो ल्याएर अनि पुर्याउन आएको खुम्बु भनेको म त खुट्टा दुखेर रुँदै 16 धान गएको कहिले बिर्सिँदैन 41 सालको कुरा त्यहाँ बुचोको गुम्बा गर्नु हुने सालसम्म रहेछ 41 सालमा त्यसरी हामीले भाग ल्याउँदाखेरि 120 आमामा थियो 41 सालमा त म त पर झोले बस्दै क्या मछेमा बसेर पाङ्गा छ नि भोटेकोसी बाँधी आएको छ 41 सालमा आएको अनि दाइले ल्याएको थियो लामसाङाबाट भारी दाजुभाइले ल्याएको खरिखोलाबाट खुम्बु हेर्नु आएको खुट्टा दुखेर रुँदै ल्याएको 120 रुपियाँ घर बचाएर ल्याएको पहिला धेरै अन्तर छ 120 चाहिँ अहिले नै 1.5 लाख थियो अझै अलिअलि टक्छ हामीले जिरी बाटो रोड खोलेपछि भेबाट लग्यो भने 1500 लग्यो भने बाटो खर्च पनि पुग्छ बारी बोक्ने मान्छे पायो भने त्यसले पनि पेकी 10-20 रुपियाँ दिएर पनि पुग्छ त्यसले 10-20 रुपियाँले के आउँदैछ कोही एउटा चक्लेट आउँछ एउटा चक्लेट आउँछ है अहिले त 20 रुपियाँले एउटा चक्लेट आउँछ खैनीले 80 रुपियाँ लिन्छ खैनी खानुहुन्छ तपाईँ? खैनी खान्छु अनि अरू के खानुहुन्छ? दाल भात खान्छु यो नासाको चिसमा खैनी खान्छु रक्सी चाहिँ खानुहुन्न नि? रहेछ खाँदैन